साथीहरु स्वागत छ तपाईहरुलाई नेपाली शेयर मार्केट सम्बन्धी पल पलको नयाँ नयाँ अपडेटहरु लिएर आउने क्रममा आज हामी पुनः उपस्थित भइसकेका छौं भने साथीहरु आज चाहिँ एकदम खुसीको खबर रहेको छ। हामीले लामो समयदेखि चाहिँ प्रतीक्षा गरिरहेको चाहिँ हाम्रो विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडको चाहिँ जुन एफपीओ निष्कासन भएको थियो धितोपत्र बोर्डले चाहिँ यस कम्पनीलाई करिब 1 महिना भन्दा बढी समय भइसकेको थियो अनुमति दिएको, तर यो कम्पनीले चाहिँ हालसम्म पनि मिति घोषणा गर्न सकेको थिएन। फाइनली चाहिँ विन नेपाल लघु वित्तले चाहिँ आफ्नो मिति घोषणा गरिसकेको छ। यस कम्पनीलाई हामीले कहिलेदेखि कहिलेसम्म आवेदन दिन सक्नेछौँ र यस कम्पनीको बजार मूल्य एकदम राम्रो रहेको छ है। करिब यो कम्पनीमा सजिलै हामीले चाहिँ करिब 1000 रुपियाँ लगानी गरेर सजिलै 30,000 रुपियाँसम्म कमाउन सक्ने एउटा सुनौलो अवसर पनि रहेको छ। सोको बारेमा भिडियोमा विस्तृत रूपमा चर्चा परिचर्चा गर्नेछु। विन नेपाल लघु वित्त कस्तो कम्पनी रहेको छ, यसको बजार मूल्य कति रहेको छ, यसको ईपीएस नेटवर्क कति रहेको, सम्पूर्ण कुराहरू गर्नेछु। कृपया भिडियो अन्तिम समयसम्म हेरेर साथ दिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, जसले गर्दा नेपाली शेयर मार्केट सम्बन्धी सम्पूर्ण नयाँ नयाँ आइपीओ र आइसिओको चाहिँ तपाईले सजिलैसँग चाहिँ अपडेट पाउन सक्नुहुनेछ। साथीहरु सुरुमा कुरा गरौँ हाम्रो विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड भनेको चाहिँ हाम्रो विशेष गरी माइक्रो फाइनान्स सेक्टरको कम्पनी रहेको छ, जसलाई हामी नेपालीमा लघु वित्त कम्पनी भनेर भन्ने गर्दछौँ। र विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडले चाहिँ धितोपत्र बोर्डबाट चाहिँ करिब 1 महिना अगाडि नै एफपीओ निष्कासन गर्नको निम्ति चाहिँ यसले चाहिँ अनुमति पाइसकेको थियो, तर विभिन्न आन्तरिक कारणहरूले गर्दाखेरि चाहिँ यसले अहिलेसम्म मिति घोषणा गर्न सकेको छैन र फाइनल्ली चाहिँ यो कम्पनीले चाहिँ मिति घोषणा चाहिँ गरिसकेको छ। र विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडले चाहिँ करिब 51,29,000 रुपियाँ मूल्य बराबरको चाहिँ एफपीओ चाहिँ निष्कासन गर्न लागेको छ। एफपीओ भनेको चाहिँ हाम्रो फर्दर पब्लिक अफरिङ भनिन्छ भने आइपीओ भनेको चाहिँ हाम्रो इनिसियल पब्लिक अफरिङ भनिन्छ। धेरै नयाँ साथीहरूले चाहिँ आइपीओ र एफपीओमा के फरक छ भनेर पनि सोध्नुहुन्छ। उहाँहरूको लागि चाहिँ आइपीओ भनेको कुनै पनि कम्पनीले चाहिँ जीवनमा एकचोटि मात्र आइपीओ निष्कासन गर्छ, त्यो भनेको कम्पनी स्थापना भइसकेपछि आफ्नो जीवनकालमा एकचोटि निष्कासन गर्छ। त्यो भनेको इनिसियल भनेको पहिलोचोटि चाहिँ पब्लिकलाई चाहिँ अफरिङ गरेको भनेर भनिन्छ र एकचोटि निष्कासन गरिसकेपछि कम्पनीले दोहोऱ्याएर कहिले पनि आइपीओ निष्कासन गर्दैन। एफपीओ भनेको फर्दर पब्लिक अफरिङ भनेको पब्लिकलाई फेरि अफर गरिएको भनेको आफ्नो चुक्ता पुँजी बढाउन होस् वा विभिन्न शेयर संरचनाहरू बढाउन होस् र विभिन्न कारणहरूले चाहिँ कम्पनीले चाहिँ एफपीओ चाहिँ पटक पटक निष्कासन गर्ने गर्छन्। त्यस्तै अवस्थामा चाहिँ यो कम्पनीले पनि एफपीओ निष्कासन गरेको। जुन जुन कम्पनीको एफपीओ निष्कासन हुन्छ त्यो कम्पनीको चाहिँ सेकेन्डरी मार्केटमा अलरेडी लिस्टेड भएको कम्पनीहरू हुन्छ र यिनीहरू चाहिँ अहिले पनि बजारमा ट्रेडको कारोबार भइरहेको छ। त्यस कारणले गर्दाखेरि यो एफपीओ चाहिँ आइपीओ निष्कासन भन्दा एकदम फास्ट हुने गर्दछ, किनकि यो कम्पनीले चाहिँ आइपीओ निष्कासन हुँदाखेरि चाहिँ पहिला तपाईको फरेन एम्प्लोइको निम्ति निष्कासन हुन्छ हैन, त्यहाँदेखि उनीहरूलाई 15 दिनको टाइम हुन्छ, त्यसपछि उनीहरूको फेरि बाँडफाँड हुन्छ, त्यसपछि फेरि जेनरल पब्लिकको निम्ति आइपीओ निष्कासन गर्छ, त्यसपछि लिस्टिङ गर्नको लागि टाइम लाग्छ हैन। लिस्टेड भइसकेपछि पनि फेरि ओपनिङ प्राइसबाट चाहिँ बिस्तारै मूल्य बढ्दै गएर चाहिँ तपाईको चाहिँ अब कति मूल्यमा बेच्ने हैन किन्ने भन्ने कुराहरू हुन्छ भने चाहिँ अब यो एफपीओ चाहिँ एकदम छिटो फास्ट हुने गर्छ। किन फास्ट हुने गर्छ भन्दाखेरि चाहिँ यस कम्पनीले चाहिँ विशेष गरी फरेन एम्प्लोइको निम्ति चाहिँ जुन 10% को कोटा हुन्छ त्यो कोटा नछुटाउने भएको कारणले गर्दाखेरि चाहिँ एफपीओ चाहिँ डाइरेक्ट सर्वसाधारण फरेन एम्प्लोइको निम्ति एकै समयमा चाहिँ खुल्ने गर्छ, जसको कारणले गर्दाखेरि चाहिँ 4 दिनको समयमा खुल्ने गर्छ र छिटै बन्द हुन्छ र यसको बाँडफाँड पनि छिटै हुन्छ र लिस्टेड पनि करिब 5-6 दिनभित्र 1 हप्ताभित्रमा चाहिँ यो लिस्टेड भइसक्छ र लिस्टेड भएपछि मार्केटमा जति प्राइस छ त्यति प्राइसमा तपाईले डाइरेक्ट चाहिँ सेल गर्न सक्नुहुनेछ। त्यो फाइदा रहेको छ है यो। साथीहरु विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडले करिब 51,29,000 रुपियाँ मूल्य बराबरको चाहिँ फर्दर भनेको एफपीओ निष्कासन गर्ने भएको छ भने यस कम्पनीको एफपीओ चाहिँ मात्र तपाईले 1000 रुपियाँमा के 100 रुपियाँमा चाहिँ लगानी गर्न सक्नुहुनेछ। प्रति किता 100 रुपियाँमा चाहिँ लगानी गर्न सक्नुहुनेछ भने यस कम्पनीले करिब 51,295 किता चाहिँ यस कम्पनीले चाहिँ एफपीओ निष्कासन गर्दैछ भने चाहिँ यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ नेपाल एसबीआई मर्चेन्ट ब्याङ्किङ लिमिटेड चाहिँ यसको बिक्री प्रबन्धकको रूपमा रहेको छ। र साथीहरु यस कम्पनीको चाहिँ वित्तीय अवस्था कस्तो रहेको छ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यसको ईपीएस प्रति शेयर आम्दानी चाहिँ करिब आर्थिक वर्ष 2081-82 को चाहिँ सेकेन्ड क्वार्टरको रिपोर्ट अनुसार चाहिँ हाम्रो यसको करिब -31 रुपियाँ
74 पैसा रहेको छ, माइनसमा छ है, पोजिटिभमा होइन कि माइनस नेगेटिभमा रहेको छ भनेको माइनस 31 रुपियाँ 74 पैसा रहेको छ भने यस कम्पनीको बुक भ्यालुको कुरा गर्ने भने चाहिँ मात्र रु 100 रुपियाँ चाहिँ रहेको छ। अब धेरै साथीहरूको मनमा जिज्ञासा हुनसक्छ है, यो कम्पनीको चाहिँ माइनस भनेको नेगेटिभमा छ, माइनस भनेको 34 रुपियाँ माइनसमा छ र यो कम्पनीको मूल्य किन यति धेरै भन्ने कुरो पनि तपाईँको मनमा चाहिँ जिज्ञासा हुनसक्छ है। साथीहरू विशेष गरी चाहिँ यो कम्पनीको बारेमा हेर्ने भने चाहिँ यो कम्पनीको चाहिँ बजारमा लिस्टेड सेट एकदम थोरै छ, त्यस कारणले गर्दाखेरि चाहिँ यो कम्पनीको चाहिँ बजारमा चाहिँ डिमान्ड हाई भएर चाहिँ यसको मूल्य चाहिँ बढ्न गएको हो। यस कम्पनीको चाहिँ लिस्टेड सेयरै जम्मा 7,92,114 किता रहेको छ। 7,92,114 किता भनेको चाहिँ एकदम थोरै चाहिँ यो सेयर चाहिँ यसको लिस्टेड भएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ यसको सेयरै एकदम थोरै पाइन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ यसको मूल्य चाहिँ एकदम हाई भएको र यो एकदम लो क्यापको कम्पनी भनेर बुझ्न सक्दछौँ हामी होइन, जसको कारणले गर्दाखेरि चाहिँ यसको बजारमा चाहिँ अत्याधिक मात्रामा माग भएर चाहिँ बढ्न जान्छ। त्यस कारणले गर्दाखेरि यो कम्पनीको चाहिँ नेगेटिभ इपिएस हुँदाखेरि पनि यसको चाहिँ बजारमा चाहिँ मूल्य चाहिँ एकदम बढी हुन गएको। साथीहरू अब कुरा गरौँ यस कम्पनीको बजार मूल्यको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यसको हिजोको बजार मूल्य कुरा गर्ने भने चाहिँ करिब हिजो चाहिँ करिब 2902 रुपियाँमा आएको थियो। साथीहरू हिजो 2902 रुपियाँमा आएको थियो, तर यो कम्पनीको चाहिँ बजार मूल्य चाहिँ जब यो कम्पनीले बजार धितोपत्रबाट स्वीकृत पाइसकेको थियो त्यसपछि यो कम्पनीको बजार मूल्य त्यतिखेर 3000 को आसपास हुँदाखेरि चाहिँ यो बढेर चाहिँ एक किताको चाहिँ तपाईँको 4271 रुपियाँसम्म पुगेको थियो। एक वर्षको सबैभन्दा हाइएस्ट कुरा गर्ने भने चाहिँ 4271 रुपियाँ पुगेको थियो, 4271 रुपियाँ एक किताको पुगेको थियो भने चाहिँ न्यूनतम कुरा गर्ने भने करिब 1050 रुपियाँसम्म चाहिँ पुगेको थियो। हाल चाहिँ यसो करिब 2902 रुपियाँ रहेको छ। तपाईँलाई एफपिओ परेको खण्डमा चाहिँ तपाईँले आजकै बजारको मूल्यको कुरा गर्ने हो भने पनि सजिलै चाहिँ तपाईँले चाहिँ 29,000 रुपियाँ चाहिँ सजिलै कमाउन सक्नुहुनेछ र अहिले नेप्से घटेर चाहिँ तपाईँको अस्ति 2800 जति थियो, नेप्से घटेर चाहिँ अहिले 2500 को आसपास भएको कारणले गर्दाखेरि चाहिँ यो 2900 आएको हो। यसको मूल्य चाहिँ फेरि नेप्से बढेपछि तपाईँको 3035सम्म चाहिँ पुग्न सक्नेछ, जसको कारणले गर्दाखेरि तपाईँले सजिलै 1000 रुपियाँ लगानी गरेर चाहिँ 10 किताको सजिलै 35,000 रुपियाँसम्म चाहिँ कमाउन सक्ने चाहिँ एउटा सुनौलो अवसर चाहिँ आएको साथीहरू। 35,000 रुपियाँ भनेको एकदम ठुलो रकम रहेको छ र एकचोटि त यसको मूल्य मैले भनिहालेँ 4271 रुपियाँसम्म पुगेको थियो है। 10 किताको चाहिँ करिब 42,000 रुपियाँ, 10 किताकै 42,000 रुपियाँ भनेको एकदम ठुलो रकम हो। किनकि हाम्रो नर्मली कुरा गर्ने हो भने नेपालमा त एक महिना तलब पनि तपाईँको धेरै ठुलो पोस्ट भएको मान्छेहरू मात्र 42,000 रुपियाँ आउने गर्छ भने चाहिँ हाम्रो तपाईँको गल्फ कन्ट्रीहरू मलेसियाहरूमा त हामीले करिब एक महिनाको स्यालेरी होइन तपाईँको बेसिक स्यालेरी नै तपाईँको 900,000 900 1200 जति हुन्छ होइन तपाईँको त्यहाँ। त्यस कारणले गर्दाखेरि त तपाईँको यो त तपाईँको एक महिनाको स्यालेरी बराबरको चाहिँ हुन्छ कि तपाईँलाई 10 किताब परेको खण्डमा एकदम राम्रो होइन सुनौलो अवसर रहेको छ। त्यस कारणले गर्दाखेरि यो कम्पनीमा चाहिँ लगानी गर्ने चाहिँ अवसर चाहिँ तपाईँले नगुमाउनु होला। र साथीहरू यो कम्पनीमा सबैजनाले लगानी गर्न सक्नुहुनेछ है, नेपाल भएको साथीहरूले पनि लगानी गर्न सक्नुहुन्छ। फरेन इम्प्लोइबाट तपाईँ नेपालबाट श्रम स्वीकृति लिएर गएको आप्रवासी कामदारहरू हुनुहुन्छ भने चाहिँ अवश्य मात्रामा चाहिँ तपाईँले पनि यसमा चाहिँ लगानी गर्न सक्नुहुनेछ र यो कम्पनी चाहिँ एकदम बजार मूल्य चाहिँको हिसाबले चाहिँ एकदमै धेरै राम्रो रहेको छ है। र साथीहरू अब कुरा गरौँ यो कम्पनी चाहिँ एकदम थोरै लगानीकर्ताहरूलाई पर्ने छ, यो कम्पनीको चाहिँ आइपिओ एफपिओ पर्न सम्भावना कति रहेको छ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यो कम्पनीले जम्मा करिब 51 लाख 29,000 मूल्य बराबरको रु 100 रुपियाँ अङ्कित दरमा जम्मा 51,295 किता चाहिँ निष्कासन गरेको हुनाले आइपिओ बाँडफाँड गर्दाखेरि चाहिँ परेलाई 10 किता दिनुपर्ने नियम भएको हुनाले जम्मा 5,129 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको चाहिँ एफपिओ चाहिँ हात पार्न सफल हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ पर्ने चान्स एकदम न्यून रहेको छ, तर न्यून रहेको छ भन्नेमा पनि तपाईँले भर्न चाहिँ नछोड्नु होला, किनकि न्यूनै रहेको छ। यदि परेको खण्डमा चाहिँ यसले सेकेन्डरी मार्केटमा चाहिँ एकदम राम्रो मात्रामा चाहिँ मूल्य दिन सक्ने सम्भावना रहेको छ। मैले अघि नै कुरा गरिहालेँ, आजकै मूल्यको कुरा गर्ने हो भने एक किताको तपाईँको 2900 रुपियाँ रहेको छ भने तपाईँलाई 10 किताब पुगेको खण्डमा आजै बेच्यो भने पनि तपाईँले 29,000 रुपियाँ पाउनुहुनेछ है। तपाईँले 1,000 रुपियाँ लगानी गरेर तपाईँलाई परेको खण्डमा चाहिँ चोखो 28,000 रुपियाँ फाइदा रहेको छ। त्यो पनि अहिले नेप्से घटेको अवस्थामा, नेप्से अब अस्तिको जस्तो 2800 पुगेको खण्डमा त यो बढेर तपाईँको
35,000 33,000 रुपियाँसम्म तपाईँले कमाउन सक्नुहुनेछ है। र यो अस्ति भर्खर 15-20 दिन अगाडि मात्र चाहिँ यो तपाईँको 42,000 रुपियाँ 10 किताको चाहिँ 42,000 रुपियाँसम्म पुगेको थियो भने यस्तो एकदम राम्रो कम्पनी रहेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ एकदम राम्रो अवसर भएको कारणले गर्दाखेरि तपाईँको फ्यामिलीमा कतिजना हुनुहुन्छ है, तपाईँको यदि बुवा मम्मी हजुरबा हजुरआमा छोराछोरी हुनुहुन्छ भने होइन, तपाईँको दिदी बहिनीहरू हुनुहुन्छ भने उहाँहरू सबैजनाको चाहिँ तपाईँले चाहिँ लगानी गर्नुभएको खण्डमा चाहिँ यो कम्पनीमा चाहिँ पढ्न सक्ने सम्भावना चाहिँ एकदम राम्रो रहेको छ। साथीहरू यो कम्पनीमा चाहिँ कति किता आवेदन दिँदाखेरि एकदम उपयुक्त हुन्छ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ साथीहरू तपाईँलाई चाहिँ यो कम्पनीमा चाहिँ मैले अघि नै भनिहालेँ 5,129 जनालाई चाहिँ यो कम्पनीको चाहिँ 10 किताब पढ्ने छ भने त्यसै गरी भाग्यमानी बाँकी 5 जनालाई चाहिँ 11 किताब पढ्ने भएको कारणले गर्दाखेरि तपाईँले यदि म्याक्सिमम मात्रामा ट्राई गर्न चाहन्छु भने चाहिँ 20 किताब दिँदाखेरि नै एकदम उपयुक्त हुन्छ। तर के अरे 11 किताब पढ्ने भनेको चाहिँ 5 जनालाई मात्र हो है, मलाई चाहिँ खासै ऊ छैन भने चाहिँ तपाईँले मात्र 10 किताब मात्र आवेदन दिनुहुन्छ। त्योभन्दा धेरै चाहिँ कसैलाई पर्दैन 10 वा 11 किताब भन्दा। त्यस कारणले चाहिँ तपाईँले 10 किताबभन्दा धेरै चाहिँ लगानी गर्नु पर्दैन। धेरै साथीहरूले चाहिँ 100 किताब 50 किताब दिँदाखेरि पढ्ने चान्स धेरै हुन्छ भन्ने कुरा गर्नुहुन्छ है। तपाईँले 10 किताब भर्नलाई नि उत्तिकै चान्स हुन्छ है, र 500 किताब 1000 किताब भर्नेको पनि चान्स उत्तिकै हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ धेरै किताब भर्दैमा धेरै पढ्न सक्ने भन्ने सम्भावना चाहिँ हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँले एकदम 10 किताब दिनु नै एकदम उपयुक्त हुनेछ। एकदम म्याक्सिमम ट्राई गर्न चाहनुहुन्छ 11 किताबको लागि भने चाहिँ 20 किताबसम्म तपाईँले चाहिँ दिन सक्नुहुनेछ। साथीहरू अब कुरा गरौँ यो कम्पनीले कहिलेदेखि निष्कासन गर्दैछ र हामीले कहिलेदेखि यो कम्पनीमा आवेदन दिन पाउनेछ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यो कम्पनीले चाहिँ चैत्र 21 गते चाहिँ आवेदन दिन सक्नुहुनेछ। यो कम्पनीले चैत्र 21 गतेदेखि तपाईँले चैत्र 26 गतेसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ। चैत्र 21 गतेको 10 बजेपछि चाहिँ विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नुहुनेछ भने मेरो सेयरको वेबसाइटबाट पनि तपाईँले चाहिँ आवेदन दिन सक्नुहुनेछ भने यसको अन्तिम समय चाहिँ चैत्र 26 गते चाहिँ बेलुकाको 5 बजेसम्म समय रहेको छ। तपाईँले बेलुकाको 5 बजेसम्म चैत्र 26 गतेसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ। साथीहरू यो भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो, भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ अवश्य मात्र कमेन्ट गर्नु होला। तपाईँले विन नेपाल लघु वित्तीय संस्था लिमिटेडको चाहिँ जुन एफपीओमा चाहिँ आवेदन दिने नदिने चाहिँ तपाईँको के विचार रहेको छ अवश्य कमेन्ट गर्नु होला। भिडियो हेरेर साथ दिनुभएको भने तपाईँलाई धेरै धेरै धन्यवाद।